हाई एभ्रिवान, सन्चै हुनुहुन्छ? फर्स्ट अफ अल त सबैलाई ह्याप्पी न्यू इयर। फाइनली बुढोको छुट्टीको दिन चाहिँ हामीहरू घर छेउकै पार्कमा घुम्न गयौँ। मलाई चाहिँ घुम्नको लागि कुनै एउटा एकदमै राम्रो ठाउँ या महँगो ठाउँ जानुपर्छ भन्ने जस्तो लाग्दैन के। आफूसँग एउटा सही मान्छे हैन, आफूलाई बुझ्ने मान्छे छ भने चाहिँ घुम्ने ठाउँ जस्तो भए पनि ठाउँ चाहिँ एकदमै रमाइलो भइदिन्छ के। मानिलिउँ कि तपाईँ चाहिँ एकदमै राम्रो, एकदमै एक्सपेन्सिभ ठाउँमा घुम्न जानुभएको छ अनि तपाईसँगै गएका साथीहरू चाहिँ गफ पनि नगर्ने, कुरा पनि नगर्ने, आफूलाई मात्रै हेर्ने हैन, आफ्नो बारेमा मात्रै सोच्ने अनि तपाईको कुरा सुनिरहेको छैन, तपाईँ कुरामा ध्यानै दिइराखेन ठाउँमा तपाईहरू सँगै भएर पनि एक्लो फिल हुन्छ के। कोही साथी अथवा लाइफ पार्टनरै भनौँ न, यस्ता हुन्छन् नि नगएको बेलामा एनी टाइम आफ्नो मोबाइलमै हुन्छ या रिसाएर हप्प फुलेर बस्छन्। आफूसँगै भएको मान्छेको फिलिङ्सको कुनै कदरै हुँदैन के उनीहरूलाई। यस्ता साथीहरूसँग चाहिँ घुम्न जानुभन्दा नजानु नै बेस हुन्छ। यो कुराहरू चाहिँ मैले आफूले भोगेर भन्दैछु है तपाईहरूलाई। त झन् बच्चाको आमा भएपछि साथीहरूसँग घुम्न जान पनि गाह्रै हुन्छ। त्यसैले मेरो चाहिँ अहिले वान एन्ड अन्ली साथी भनेकै मेरो बुढा हो। मेरो बुढा फेरि खासै घुम्न रुचाउनुहुन्न, तर पनि मेरो खुसीको लागि भनेर उहाँ चाहिँ घुम्न गइदिनुहुन्छ। अनि घुम्न जाँदा पनि म चाहिँ फेरि बोलेको बोले अनि उहाँ चाहिँ सुनेर बस्नुहुन्छ के। हरेक मान्छेको लाइफमा एउटा यस्तो स्टेज आउँछ जहाँ चाहिँ तपाईलाई तपाईको लाइफ पार्टनर बाहेक अरू कोही पनि इम्पोर्टेन्ट लाग्दैन के। आई नो फ्यामिली पनि इम्पोर्टेन्ट हुन्छ, तर तपाईको जिन्दगीको अन्तिम क्षणमा चाहिँ तपाईको लाइफ पार्टनरै तपाईसँग हुने हो। साथीभाइ पनि हुन्छन्, तर एक समय आएपछि उनीहरूले पनि त बिहे गर्छन् नि हैन र, उनीहरू पनि आफ्नो लाइफमा सेटल हुन्छ। कतिजनाले चाहिँ यस्तो कुराहरू बुझ्दैनन् के। फाइनली हामी घर आइपुग्यौँ अनि जापानमा हुने सिस्टरहरू प्लिज मलाई एउटा राम्रो डाइपर सजेस्ट गर्नु होला। अनि हजुरहरूलाई चाहिँ कोसँग घुम्न जान एकदमै मनपर्छ कमेन्ट गर्नु होला है।